बिहान हुने इरेक्सन, यसको पछाडिको विज्ञान के हो त? यसले हाम्रो स्वास्थ्यबारे के बताउँछ र यदि यो हुन छाड्यो भने के गर्ने? ल, आज हामी यही विषयमा गहिरेर कुरा गर्नेछौँ। यो यस्तो विषय हो जसमा धेरैको चासो भए पनि खुलेर कुरा भने कमै हुन्छ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण प्रश्नबाटै सुरु गरौँ। बिहान इरेक्सन नहुनु सामान्य हो वा यो कुनै स्वास्थ्य समस्याको सङ्केत हो? कि यो साँच्चै चिन्ताको विषय हो? ल, अब यसको जवाब खोज्ने प्रयास गरौँ। ओके, यो किन हुन्छ त? कुनै समस्या हो कि होइन भनेर थाहा पाउनु अघि यो प्रक्रिया नै किन हुन्छ भन्ने बुझ्न एकदमै जरुरी छ। यो त भनौँ न शरीरको एउटा नेचुरल हेल्थ चेकअप जस्तै हो। मेडिकल भाषामा भन्दा बिहानको इरेक्सनलाई नक्टर्नल पेनाइल ट्युमेसेन्स वा छोटकरीमा एनपिटी भनिन्छ। अब यो ठुलो नाम सुनेर नआत्तिनुस् है। यसको मतलब सिधा छ, यो कुनै यौन इच्छाले गर्दा हुने कुरा होइन। यो त निद्रामा शरीरले आफै गर्ने एउटा प्राकृतिक इन्भोलन्टरी प्रोसेस हो। यो प्रक्रिया कसरी हुन्छ त? साँच्चै रोचक छ। जब हामी गहिरो निद्रामा हुन्छौँ, खास गरी रेम स्लिप भन्ने चरणमा, हाम्रो दिमागले केही इन्हिबिटरी सिग्नल्स मतलब रोक्ने सङ्केतहरूलाई कम गरिदिन्छ। अनि के हुन्छ? रगतको प्रवाह स्वतः बढ्छ र इरेक्सन हुन्छ। यो पुरै अटोमेटिक प्रक्रिया हो। त्यसो भए यसको मतलब के हो त? एकदमै महत्त्वपूर्ण कुरा। यो प्रक्रिया भनेको हाम्रो शरीरको स्नायु प्रणाली मतलब नर्भस सिस्टम र रक्त सञ्चार प्रणाली मतलब ब्लड सर्कुलेसन ठिकठाक चलिरहेको छ भन्ने एउटा सङ्केत हो। एक किसिमको हेल्थ चेक नै भयो। यदि यो नियमित रूपमा भइरहेको छ भने बुझ्नुहोस् कि शरीरका यी महत्त्वपूर्ण प्रणालीहरू स्वस्थ छन्। तर के यो सधैँ हुनुपर्छ त? कहिलेकाहीँ नहुन पनि सक्छ। अब हामी केही सामान्य कारणहरूको बारेमा कुरा गरौँ जसले गर्दा खासै चिन्ता लिनु पर्दैन। किनकि सधैँ यो नहुनुको मतलब गम्भीर समस्या नै हो भन्ने चाहिँ होइन। जस्तै धेरै थकान भयो, निद्रा पुगेन वा अघिल्लो रात धेरै रक्सी पिइएको छ भने यस्तो अवस्थामा एनपिटीमा असर पर्न सक्छ। कहिलेकाहीँ त कस्तो कपडा लगाइएको छ, कसरी सुतिएको छ वा कोठाको तापक्रमले पनि फरक पार्न सक्छ। तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने यस्तो असर 1-2 दिनमा आफै ठिक हुन्छ। त्यसैले 1-2 दिन भएन भन्दैमा आत्तिहाल्नु पर्दैन। तर यदि यो समस्या 1-2 दिनको होइन, लामो समयसम्म रह्यो भने चाहिँ यसलाई सामान्य मान्नु हुँदैन। यो शरीरले दिइरहेको कुनै गम्भीर स्वास्थ्य समस्याको सङ्केत पनि हुन सक्छ। ल, अब त्यस्ता सङ्केतहरू के हुन् त्यो बुझौँ। एउटा मुख्य कारण हुन सक्छ हर्मोनको गडबडी, खास गरी टेस्टोस्टेरोनको कमी। जस्तै यौन इच्छामा कमी आएको छ, दिनभरि शरीरमा ऊर्जा नै नभए जस्तो लाग्छ, वा रातिको इरेक्सन पनि कमजोर छ भने रगत जाँच गराएर फ्री र टोटल टेस्टोस्टेरोनको लेभल हेर्नु एकदमै जरुरी हुन्छ। इरेक्सन भनेको त पुरै रगतको प्रवाहमा भर पर्ने कुरा हो, हैन त? त्यसैले रक्त सञ्चारमा कुनै समस्या छ भने पनि असर परिहाल्छ। जस्तै उच्च रक्तचाप, धूम्रपान गर्ने बानी वा धमनीहरूमा बोसो जम्ने समस्या जसलाई एथेरोस्क्लेरोसिस भनिन्छ। यी समस्याले रगतको प्रवाहलाई रोक्छन् र यो एकदमै महत्त्वपूर्ण कुरा हो। कहिलेकाहीँ बिहानको इरेक्सनमा कमी आउनु भविष्यमा हुन सक्ने मुटु सम्बन्धी समस्याको पहिलो सङ्केत पनि हुन सक्छ। त्यस्तै हाम्रो स्नायु प्रणाली मतलब नर्भस सिस्टमले इरेक्सनलाई कन्ट्रोल गर्छ। त्यसैले यदि लामो समयदेखि मधुमेह छ, कुनै कारणले स्नायुमा क्षति पुगेको छ वा मेरुदण्डमा समस्या छ भने पनि यो प्रक्रियामा असर पर्न सक्छ। यस्तो शङ्का लागेमा न्युरोप्याथीको जाँच गर्नुपर्ने हुन सक्छ। अब यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझौँ है। समस्या मानसिक हो कि शारीरिक? यदि समस्या मानसिक हो, जस्तै तनाव, डिप्रेसन वा चिन्ताले गर्दा भएको हो भने बिहानको इरेक्सन प्राय नर्मल नै हुन्छ, तर दिनको समयमा चाहिँ समस्या देखिन सक्छ। तर यदि समस्या शारीरिक हो, जस्तै हर्मोन, रक्त सञ्चार वा स्नायुको, तब बिहान र दिन दुवै समयमा इरेक्सनमा समस्या आउन सक्छ। यो डाक्टरहरूका लागि पनि एउटा ठूलो क्लू हो। ओके, यदि यो समस्या लगातार भइरहेको छ भने अब के गर्ने त? चुप लागेर बस्ने त पक्कै होइन। स्वास्थ्यकर्मीसँग सल्लाह गरेर केही जरुरी टेस्टहरू गराउन सकिन्छ। यो आफ्नो स्वास्थ्यप्रति प्रोएक्टिभ हुने एउटा महत्त्वपूर्ण कदम हो। डाक्टर कहाँ जाँदा यो चेकलिस्ट नै लिएर जाँदा पनि हुन्छ। यसमा मुख्यतया के पर्छन् भने टेस्टोस्टेरोन फ्री र टोटल दुवै, रगतमा चिनीको मात्रा, फास्टिङ ब्लड सुगर र HbA1c, लिपिड प्रोफाइल कोलेस्ट्रोलको लागि र ब्लड प्रेसर। अनि यदि अरू लक्षणहरू पनि छन् भने थाइरोइड प्रोफाइलको जाँच पनि महत्त्वपूर्ण हुन सक्छ। र एउटा कुरा विशेष ध्यान दिनुपर्छ,
40 वर्षको उमेर कटिसकेपछि रक्त सञ्चार सम्बन्धी जाँचलाई चाहिँ एकदमै प्राथमिकता दिनुपर्छ, किनकि उमेरसँगै मुटु र रक्तनली सम्बन्धी समस्याको जोखिम बढ्छ र यो त्यसको पहिलो सङ्केत पनि हुन सक्छ। अब यी हुन् रेड फ्ल्याग्स, मतलब यस्तो लक्षण देखिएमा तुरन्तै डाक्टरलाई भेट्नुपर्छ। पहिलो, यदि 3 महिनाभन्दा बढी समयदेखि यो समस्या हरेक दिन जसो छ। दोस्रो, यदि कुनै दुखाइ, झमझमाउने वा शारीरिक बाङ्गोपन छ भने। र तेस्रो, यदि यौन सम्पर्कको समयमा पनि इरेक्टाइल डिस्फङ्क्सनको समस्या छ भने। यस्तोमा ढिलाइ गर्नु हुँदैन। ल, समस्याको पहिचान भयो। अब समाधान के त? खुसीको कुरा, समाधानका बाटोहरू पनि छन्। आउनुहोस् अब ती उपचार र समाधानहरूबारे जानौँ जसले स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ। धेरैजसो अवस्थामा त जीवनशैलीमा सामान्य सुधार गरेर नै ठूलो फरक पार्न सकिन्छ, जस्तै निद्राको गुणस्तर सुधार्ने, रक्सी र चुरोट कम गर्ने, सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, खासगरी कार्डियो र शरीरको तौललाई नियन्त्रणमा राख्ने। यी आधारभूत तर एकदमै शक्तिशाली उपायहरू हुन्। यदि जीवनशैली परिवर्तनले मात्र पुगेन भने डाक्टरको सल्लाहमा केही मेडिकल अप्सनहरू पनि छन्, जस्तै रगतको प्रवाह बढाउनका लागि PDE5 इन्हिबिटरहरू, वा यदि टेस्टोस्टेरोनको कमी छ भन्ने जाँचबाट पक्का भयो भने मात्र हर्मोन रिप्लेसमेन्ट थेरापी। तर फेरि पनि यी औषधिहरू जथाभावी खानु हुँदैन, सधैँ डाक्टरको निगरानीमा मात्र लिनुपर्छ। अन्तमा एउटा कुरा मनमा राखौँ, बिहानको इरेक्सन एक सामान्य र स्वास्थ्य शारीरिक प्रक्रिया हो। यसको नियमित उपस्थिति हुनु भनेको शरीरले राम्रोसँग काम गरिरहेको छ भन्ने सङ्केत हो। त्यसैले यसका कारणहरू बुझ्नु, आवश्यक परेमा नहिचकिचाई डाक्टरको सल्लाह लिनु र सही समाधान अपनाउनु नै सबैभन्दा बुद्धिमानी कदम हो। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुभन्दा ठूलो केही छैन।